Okay, hello SC graduates. Welcome back to our another classes. हामीले प्रिभियस क्लासमा एससी पास गरिसकेपछि साइन्स स्ट्रिम जोइन गर्दा के कस्ता सब्जेक्टहरू पढ्नुपर्छ र साइन्स स्ट्रिम कस्तो एम भएको स्टुडेन्टले चाहिँ साइन्स स्ट्रिम जोइन गर्दा बेनिफिट हुन्छ भन्ने हामीले प्रिभियस क्लासमा डिस्कस गऱ्यौँ। त्यसै गरी हामीले म्यानेजमेन्टको पनि भिडियो बनाएका छौँ। यदि म्यानेजमेन्ट स्ट्रिम हामीले जोइन गऱ्यौँ भने के कस्तो फिल्डमा हामीले जान पाइन्छ र कस्तो कस्तो सब्जेक्टहरू हामीले पढ्न सकिन्छ भन्ने पनि भिडियो बनाएर हामीले हालिसकेका छौँ। आशा गर्छु यहाँहरूलाई एकदमै हेल्पफुल भयो होला र आजको क्लास पनि एकदमै हेल्पफुल हुनेवाला छ। र एससी पछि के गर्ने, के पढ्ने, के बन्ने हाम्रो एम छ र त्यो एमलाई मिट गर्नको लागि प्लस टूमा के कस्ता सब्जेक्टहरू पढ्ने भन्ने नै भिडियो हामीले बनाइरहेका छौँ। हामीले साइन्सको भिडियो बनाइसकेका छौँ इन डिटेलमा फर्स्ट भिडियो, देन आफ्टर हामीले म्यानेजमेन्टको भिडियो बनायौँ। अब म्यानेजमेन्टको भिडियो बनाइसकेपछि अब हामीले लको भिडियो, धेरै स्टुडेन्टलाई लमा पनि इन्ट्रेस्ट छ र ल पढ्दा के कस्तो कुराहरू पढ्नुपर्छ, हामीले कस्ता कस्ता सब्जेक्ट पढ्नुपर्छ, 11-12मा प्र्याक्टिकल कस्तो हुन्छ, फुल मार्क्स पास मार्क्स के कस्तो हो, ल पढिसकेपछि स्कोपहरू के कस्तो छ, ल पढिसकेपछि हामीले आफ्टर प्लस टू पछि के पढ्न सकिन्छ र कस्तो र कुन फिल्डमा जान सकिन्छ भन्ने कुराहरू लिएर हामीले आज यस भिडियो बनाएको छौँ। आशा गर्छु यहाँहरूलाई यो भिडियो एकदमै हेल्पफुल हुनेछ र लास्टसम्म भिडियो हेरिदिनु होला। एकदमै हेल्पफुल र सपोर्टिभ भिडियो छ र ल पढ्दा के कस्तो फाइदाहरू हुन्छन् र लमा कस्तो कस्तो सब्जेक्टहरू पढ्नुपर्छ भन्ने हामीले 2 वर्ष प्लस टूमा कस्तो सब्जेक्ट पढ्नुपर्छ भन्ने भिडियो बनाएका छौँ। ओके, ल लेट्स बिगिन। हामीले सुरु गरौँ। अब हामीले सुरु गर्दाखेरि ल भनेको हामीले नर्मली कानुन भन्ने बुझेका छौँ र 10 पछि धेरै स्टुडेन्टले कोही साइन्स पढ्छन्, कोही म्यानेजमेन्ट पढ्छन्, कोही ल पढ्छन्, कोही ह्युम्यानिटिज पढ्छन्, कोही एजुकेसन। र आजको यो भिडियो चाहिँ स्पेसिफिक ल क्लास ओरिएन्टेड हुनेछ। ल प्लस टूमा ल पढ्दाखेरि हामीले के कस्तो सब्जेक्टहरू पढ्नुपर्छ, ल पढ्दाको फाइदा के हुन्छ र कस्तो फिल्डमा हामीले जान सक्छौँ भन्ने कुराहरू छ। र ल बेसिकली ल भनेको हामीले कानुन भन्छौँ। यो कानुनको विषय हो। कुनै पनि कानुन भन्ने हामीले बुझिसकेका छौँ। कुनै पनि सोसियलमा पिसफुल इन्भाइरोमेन्ट बनाउनको लागि, एउटा सबै सिस्टममा चल्नको लागि, सबैलाई रेगुलेट गर्नको लागि एउटा सिस्टम बनाइन्छ, त्यो नै ल हो। हामीले यो लको अन्डरमा बसेर नै हामीले सोसाइटीमा होस् या कुनै पनि अफिसमा होस्, कुनै पनि ठाउँमा हामी सोसल लाइफ, मान्छेको सोसल लाइफ भनेको एउटा लको अन्डरमा हुन्छ। एउटा सिस्टममा बस्नुपर्ने हुन्छ, सिस्टममा हिँड्नुपर्ने हुन्छ र त्यही ल रिलेटेड कानुन सम्बन्धी अध्ययन गर्ने सब्जेक्ट हो। ल भनेको कानुन सम्बन्धी अध्ययन गर्ने। र कानुन किन बनाइन्छ, के का लागि बनाइन्छ भन्दाखेरि सोसाइटीमा एउटा पिसफुल इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि र सबैलाई समान व्यवहार गर्नको लागि र सबैलाई रुल्समा बाँधेर एउटा सिस्टममा बाँधेर अगाडि बढ्नको लागि हामीले कानुन बनाइन्छ। यो कानुन भन्ने सब्जेक्ट नै एउटा सिस्टम ओरिएन्टेड सब्जेक्ट हो। यहाँ लमा सबै लको एक्टिभिटिज, ल अन्डर ल रिलेटेड सबै टपिकहरू ल रिलेटेड नै छन्। के हो कानुन भनेको, कानुन कसरी बनाइन्छ र कानुन के का लागि, कानुन कसरी पालना गर्ने भन्ने यही सब्जेक्टहरू पढाइ हुन्छ। ल भन्ने हामीले बुझिरहेको छ, लको मिनिङ पनि हामीले थाहा सबै सुनेकै कुरा हो। हामी लमा बस्नुपर्छ है भन्छौँ। हामी ल भनेको कानुन भन्ने एउटा सब्जेक्ट छ। त्यही सब्जेक्टभित्र हामीले ग्रेड 11 र ग्रेड 12मा कुन कुन सब्जेक्ट पढ्नुपर्छ हामीले भन्ने हामी यस भिडियोमा बनाएका छौँ। ग्रेड 11मा हामीले ल पढ्यौँ भने हामीले कम्पलसरी नेपाली पढ्नुपर्ने हुन्छ, एउटा कम्पलसरी नेपाली, त्यसपछि कम्पलसरी इङ्ग्लिस पढ्नुपर्छ, कम्पलसरी सोसल स्टडिज हामीले पढ्नुपर्छ। यो कम्पलसरी पढ्नुपर्ने सब्जेक्ट हो। अर्को जुरिस्प्रुडेन्स एन्ड लिगल सिस्टम भन्छ। यो भनेको न्यायशास्त्र र कानुनी एउटा थ्योरीको एउटा सब्जेक्ट हो। न्यायशास्त्र के हो भने जुरिस्प्रुडेन्स भनेको एउटा न्यायशास्त्र भन्ने बुझ्छौँ। यो न्यायशास्त्र भन्ने कानुन रिलेटेडकै हो। अर्को कन्स्टिट्युसनल ल भनेको संवैधानिक कानुन भनेको संविधान भन्छौँ हामी नर्मली, संविधानको कानुनको बारेमा हो। यो प्रोसिड्युरल ल भन्छ। प्रोसिड्युरल ल भनेको कानुन बनाइसकेपछि त्यसलाई कुन प्रोसेस कसरी चाहिँ कुन प्रक्रियाबाट त्यसलाई हामीले रेगुलेट गर्न सकिन्छ र कस्तो कस्तो प्रक्रियाबाट चाहिँ हामीले कानुन बनाइन्छ र कानुनलाई पालना गरिन्छ भन्ने कुरा हो। यो कस्तो प्रक्रियाबाट चाहिँ कानुनको हामीले पालना गर्छौँ र
र कस्तो प्रक्रियाबाट कानुन बनाइन्छ भन्ने यो प्रोसेस ल मेकिङको एउटा प्रोसेस हो। ललाई रेगुलेट गर्ने पनि एउटा प्रोसेस हो। प्रोसिड्युरल ल भन्ने छ, यो हामीले 11 मा पढ्छौँ। यो सबै सब्जेक्ट कम्पलसरी सब्जेक्ट अन्तर्गत नै पढ्नुपर्ने हुन्छ हामीले। र ग्रेड 12 मा पढ्नु पर्दाखेरि यदि हजुरहरूले ल लिनुभयो भने 11 मा यो छ, ग्रेड 12 मा कम्पलसरी इङ्ग्लिस पढ्नुपर्ने हुन्छ, कम्पलसरी नेपाली, त्यसपछि गएर सोसल स्टडिज पढ्नुपर्ने हुन्छ कम्पलसरी। त्यसपछि नेप्लिज लिगल सिस्टम, नेपालको लिगल सिस्टम कस्तो छ त, नेपालको लिगल सिस्टम, नेप्लिज लिगल सिस्टम कस्तो छ त्यो इन डिटेलमा पढ्नुपर्छ यो सब्जेक्टमा। सिभिल एन्ड क्रिमिनल ल, सिभिल ल र क्रिमिनल लमा हामीले पढ्नुपर्ने हुन्छ। यो ल एन्ड जस्टिस, जस्टिस भनेको न्याय भन्ने छ। सिभिल ल र क्रिमिनल लको बारेमा हामीले डिटेलमा पढ्नुपर्ने हुन्छ। सिभिल ल भनेको के हो, क्रिमिनल ल भनेको के हो भन्ने डिटेल। र लिगल ड्राफ्टिङ, लिगलको एउटा लको एउटा आफ्नै ल्याङ्ग्वेज हुन्छ, आफ्नै ड्राफ्ट हुन्छ। र लिगल ड्राफ्ट आफ्नै एउटा लिगल ड्राफ्ट भनेको एउटा कानुनको छुट्टै खालको ड्राफ्ट हुन्छ। त्यो ड्राफ्ट हामीले कसरी तयार पार्ने भन्ने हो। लिगल ड्राफ्ट भनेको लिगल वेमा हामीले कसरी लेख्न सकिन्छ, हाम्रो पेपरमा कसरी गर्ने, हामीले लिगल ड्राफ्टिङको प्रोसेसहरू कसरी बनाउने, लेख्दाहरू के कुरामा एउटा टेक्निकल पार्ट हो। लिगल ड्राफ्टिङ भनेको टेक्निकल पार्ट हो, लिगलको एउटा टेक्निकल पार्ट हो। कसरी हामीले ड्राफ्टिङ तयार पार्छौँ त, हामीले एउटा फर्मेटमा बसेर हामीले एउटा ड्राफ्टिङ रेडी गर्नुपर्छ, यो एउटा टेक्निकल पार्ट हो। र यो 50 मा यो यसको प्र्याक्टिकल पनि हुन्छ। एउटा ड्राफ्टिङ गर्ने प्र्याक्टिकल पनि हुन्छ, हामीले प्र्याक्टिकल पनि बनाउँछौँ। लिगल ड्राफ्टिङको एउटा प्र्याक्टिकल पनि, एउटा ड्राफ्टिङ रेडी पार्न सिक्छौँ। लिगलको ड्राफ्टिङ कस्तो हुन्छ, कस्तो ड्राफ्टिङ गर्नुपर्छ भन्ने कुरा पनि सिक्छौँ यसमा। र यसको कुरा गर्दाखेरि नर्मल्ली 75 मार्क्स हो, फुल मार्क्स हाम्रो 75 मार्क्स फुल मार्क्स हुन्छ सबैको। एनइबीको अहिले पछिल्लो समय न्यू कोर्समा प्लस 2 मा त्यही 75 नै हुन्छ। त्यसपछि पास मार्क्स 75 मा 30 मार्क्स हुन्छ भन्ने बुझ्नु पर्यो। र कुनै कुनै सब्जेक्ट चाहिँ एउटा फुल मार्क्स 75 वाला पनि हुन्छ र अर्को फुल मार्क्स 50 वाला पनि हुन्छ है। यो दुईटा छ, यो चाहिँ दुईटा छ। 50 मार्क्सको फुल मार्क्स पनि हुन्छ र 50 मार्क्सको फुल मार्क्समा पास हुनलाई चाहिँ हामीले 18 मार्क्स चाहिँ हाम्रो पास मार्क्स हुनुपर्छ। दुईटा खालको छ है। हामी के बुझ्नु पर्यो त भन्दाखेरि यो चाहे म्यानेजमेन्ट होस् चाहे अरू सब्जेक्ट होस्, लमा पनि हाम्रो प्लस 2 मा नर्मली फुल मार्क्स कि त 75 हुन्छ कि त 50 को हुन्छ, कि त 50 को फुल मार्क्स हुन्छ कि त 75 को फुल मार्क्स हुन्छ। यदि 75 को फुल मार्क्स छ भने 30 मार्क्स ल्याए पास हुन्छ। यदि 50 मार्क्सको फुल मार्क्स छ भने 18 मार्क्स ल्याए हामी पास हुन्छौँ। जस्तै यो लिगल ड्राफ्टिङ भनेको यो 50 मार्क्सको, यो लिगल ड्राफ्टिङ भनेको 50 मार्क्सको हो। 50 मार्क्सको थ्योरी ड्राफ्टिङ गर्छौँ, 50 मार्क्सको प्र्याक्टिकल हुन्छ। यो ल सब्जेक्ट हो। बेसिकली हामी प्लस 2 मा ल पढ्यौँ भने यिनै सब्जेक्टहरू पढ्छौँ। 11, 12 मा यिनै सब्जेक्टहरू पढ्छौँ। फुल मार्क्स 75, त्यसपछि पास मार्क्स 30। यदि फुल मार्क्स 50 को सब्जेक्ट छ भने पास मार्क्स 18 हुन्छ हामीले पढ्नु पर्दाखेरि। र यो सब्जेक्ट हामीले सबै एकदमै यो सब्जेक्टहरू हामीले स्टडी गर्नुपर्ने हुन्छ ल लग्यौँ भने। यदि अब ल पढ्दाखेरि के हुन्छ, ल पढ्दाखेरि अब एससी पछि ल पढ्ने स्टुडेन्टहरू भनेको यदि भोलि जुडिसियरी एउटा फिल्डतिर जानु छ, एउटा लको फिल्डतिर जानु छ भने ल पढ्नुपर्ने हुन्छ। यदि कोर्ट रुम ड्रामातिर यदि हामी वकिल भयौँ भने होइन, यदि हामी वकिल भयौँ भने चाहिँ वकिल हुने, यदि लको फिल्डतिर जानु छ, लिगल डिफेन्सर एउटा हुनु छ, एउटा लिगल फिल्डमा जानु छ भने चाहिँ, एउटा लको फिल्डमा जानु छ भने ल पढ्नुपर्ने हुन्छ हामीले होइन। एउटा वकिल बन्नुको लागि एउटा जुनसुकै फिल्डमा, वकिल त जुनसुकै फिल्डमा पनि एउटा लिगल डिफेन्स गर्नुको लागि वकिल हुनेहरू हुन्छ। यदि हामीले लको फिल्डमा जानु छ भने कानुन पढ्छौँ र कानुन पढ्दाखेरि हुन्छ। र ब्याचलरमा पढ्दाखेरि BALLB भन्ने हुन्छ। यो 5 वर्षको कोर्स हुन्छ। 5 वर्षको कोर्स हुन्छ। यो प्लस 2 मा त जनरल ल भन्ने मात्र हुन्छ। यो एउटा प्लस 2 मा त एउटा यो बेसिक कन्सेप्ट लिन्छौँ हामीले, 2 वर्ष पढ्छौँ 11, 12 मा ल। त्यसपछि गएर ब्याचलरमा हामीले BALLB भन्ने पढ्नुपर्छ। BALLB भनेको ब्याचलर इन आर्ट्स, ब्याचलर इन ल भने आर्ट्स एउटा लको हो। LLB पनि भन्छ, एउटा LLB हुन्छ, एउटा BALLB हुन्छ। एउटा आर्ट्स भनेको पोलिटिकल साइन्सहरू, अलि यतापट्टि पोलिटिकल कन्टेन्टहरू पनि आउँछ। यदि LLB मात्र छ भने त्यहाँ लको मात्र कुरा आउँछ। ब्याचलर अफ लिगल ल भन्ने हुन्छ यो सिस्टममा। BALLB भन्यो भने चाहिँ त्यहाँ आर्ट्स पनि आउँछ। आर्ट्समा हामीले पोलिटिकल कुरा पनि पढ्छौँ, त्यसपछि लिगल कुरा, लको कुरा पनि पढ्छौँ। त्यही भएर BALLB हुन्छ। यसको 5 वर्षको कोर्स हुन्छ ब्याचलरमा। अनि त्यसपछि चाहिँ हामी काम गर्न लको फिल्ड रिलेटेड हामीले काम गर्नको लागि
फिल्डमा जानलाई हामीलाई सजिलो हुन्छ। यदि प्लस टूमा ल पढ्नुभयो भने यी सब्जेक्टहरू पढ्नुपर्छ। यदि ल पढ्ने स्टुडेन्ट भनेको ब्याचलरमा भोलि बिए एलएलबी गर्ने, त्यसपछि गएर लको फिल्डमै काम गर्नुको लागि चाहिँ यदि इन्ट्रेस्ट छ, हजुरहरू वकिल हुनुहुन्छ अथवा कुनै पनि ल एडभाइजरको रूपमा देखि लगेर एकदमै इम्पोर्टेन्ट छ यो। एकदमै त्यो सब्जेक्ट पढ्नेले मात्र भन्दा नि अरू नर्मल सिभिलियनहरूले पनि बेसिक कन्सेप्ट थाहा हुनुपर्छ लको। र यदि तपाईँ लिगल एडभाइजर हुनुहुन्छ कुनै पनि अर्गनाइजेसनको, अब यसको स्कोपको कुरा गर्दाखेरि लिगल एडभाइजरहरू होइन, एउटा त वकिल त तपाईँ हुनु नै भयो, यहाँ लिगल एडभाइजरहरू कुनै पनि बिजनेसहरू कुनै पनि संस्थालाई लिगल एडभाइस दिनु, कस्तो कस्तो कानुनी प्रक्रिया पुरा गर्नुपर्छ भन्नेको लागि हरेक गभर्मेन्ट अफिसमा, हरेक गभर्मेन्ट तथा प्राइभेट अफिसहरूमा चाहिँ लिगल एडभाइजर चाहिन्छ। लिगल एडभाइजर भनेको त्यो अफिसमा एउटा कम्पलसरी हरेक एडभाइजरहरू वकिलहरू हुन्छ होइन, त्यसो अदालतहरू, त्यसो जुडिसियल सिस्टमहरूमा काम गर्नुको लागि चाहिँ ल पढ्नुपर्ने हुन्छ। र यो पढ्दाखेरि हाम्रो थ्योरी पनि पढ्छौँ र अर्को प्र्याक्टिकल पनि हुन्छ। प्र्याक्टिकल पनि गर्छौँ हामी। प्र्याक्टिकल गर्दाखेरि जस्तै कोर्ट रुमतिर जान्छौँ हामी, अदालततिर जान्छौँ, अड्डा अदालत कोर्ट रुमतिर जान्छौँ, त्यसपछि एउटा सेमिनार हल बनाउँछौँ, त्यो कोर्ट रुम ड्रामा जस्तो प्र्याक्टिकल गराउँछौँ हामीले। जजहरू अथवा अरू मान्छेहरू गएर विभिन्न हामीले कोर्ट रुम ड्रामा पनि गर्छौँ हामीले। त्यसपछि कोर्ट रुममा के गर्नुपर्छ, अदालतभित्र के गर्नुपर्छ त्यस्ता कुराहरू हामी भिजिट गर्छौँ। अदालतहरू भिजिट, कोर्टहरू भिजिट गर्छौँ हामीले। त्यसपछि आफ्नै विभिन्न कलेजहरूमा एउटा लको एउटा प्र्याक्टिकल हुन्छ। प्र्याक्टिकल रुममा त्यो एउटा कोर्ट रुम ड्रामा जस्तो बनाउँछ, त्यहाँ हामी प्र्याक्टिस गर्छौँ। लिगल प्र्याक्टिस कस्तो हुन्छ भन्ने हामीले त्यहाँ प्र्याक्टिकली गरेर पनि सिक्छौँ। र यो थियो प्लस टूको बेसिक लको कन्सेप्ट। यदि हजुरहरूले ल चुज गर्नुभयो भने भन्ने थियो। र आजको लको भिडियो यति नै, लमा यति नै छ, बेसिक कन्सेप्ट हजुरहरूले बुझ्नुपर्ने। आजको लागि यति नै भिडियो भन्दै म यहाँहरूबाट पनि बिदा हुन चाहन्छु। अब अर्को क्लासमा अझै यस्तै इफेक्टिभ भिडियो ल्याएर हामी आउने नै छौँ। अहिलेको लागि म यहाँहरूसँग बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।